केटाहरु खै देखाउँ त हजुर के भएको छ वेलकम ब्याक माई युट्युब च्यानल फाइनल्ली आज हामी नेपाली बजार आएछ अरे सटरडे नेपाली बजारमा नेपाली खानेकुराहरू किन्न गइरहेछौँ हैन सबिन यहाँ भन त दुई शब्द के भन्ने म के आउँदैन यार भन्दिन म नो हामी नेपाली बजार गइरहेछौँ खै के सामान मिल्ने रहेछ हेर्दै जाउँ के पाउँछौँ त्यो हामी सक्ने जति लिएर आउनेछौँ होप नेपाली बजार भनेपछि नेपाली चामलहरू नेपाली खानेकुराहरू हुन्छ फाइनली फर्स्ट सटरडे इन जापान नेपाली मार्केट पुगिरहेछौँ उता मान्छेहरू सबै भेला भइरहेको छैन नेपाली बजारको लागि ठ्याक्कै त्यही हेरिरहेछौँ देखाउने छौँ के मिल्छ भनेर है हेर्दै गर्नु होला के छ केटाहरू खै देखाउँ त हजुर के भएको छ 10 रुपैयाँ के तुरतुरे खासै राम्रो छैन मैले अरू के किन्छु भनेर यो चाहिँ हाम्रो हाम्रो यहाँ केटाहरू मैले जाडो कार्ड लागिरहेन यार परेन नि त अहिले त्यस्तो नेपाली बजारबाट सामान किनेर चामल किनेर के मासु खसीको मासु होइन चिउरा अनि के किनेर फर्किँदैछौँ होइन अब तपाईँहरूले हेर्ने काम मात्र हो तपाईँहरूको यहाँ किनेर खाने काम भने हामीहरूको मात्र हो कि अब हेर त उता अब बोकिरहेछौँ उता हेर न कति मान्छे है अब तिमीहरूले हेर्ने अनि हामीले खाएको हेर्ने बस त्यही काम हो हेर्दै बेरोजगारीहरूलाई चाहिँ मैले काम दिएको भिडियो हेर्दै हामीले खाएको हेर्दै सब्सक्राइब गर्दै लाइक गर्दै कमेन्ट गर्दै गर्नु होला है हामी चाहिँ लाग्यौँ अब रुमतिर